तपाईको डोसा तावालाई लामो समयसम्म नटासिने बनाइराख्न मद्दत गर्ने गाइड यहाँ छ। यस भिडियोमा हामी सिजनिङ, कार्बोनाइजेसन र तेल जम्ने बारेमा कुरा गर्नेछौँ। यो भिडियो हाम्रो युट्युब च्यानलमा क्षेत्रीय भाषाहरूमा पनि उपलब्ध छ, त्यसैले आफ्नो भान्सेसँग ढुक्क भएर साझा गर्नुहोस्। सिजनिङ, हामी तपाईलाई हरेक 2 दिनमा आफ्नो तावा सिजनिङ गर्न सल्लाह दिन्छौँ। 1. तावालाई सानो आगोमा तताउनुहोस् र त्यसपछि ग्यास निभाउनुहोस्। 2. तावामा तेल दल्नुहोस्। 3-10 मिनेटको लागि छोडिदिनुहोस्। 4. टिस्यु वा नरम कपडाले पुछ्नुहोस्। 5. यसलाई यतिकै राख्नुहोस्। कार्बोनाइजेसन, यदि तपाईले आफ्नो तावामा कालो दाग वा तेलको चिन्ह देख्नुभयो भने चिन्ता नगर्नुहोस्। यो कार्बोनाइजेसन हो र नियमित प्रयोगमा यो पूर्णतया सामान्य हो। 1. मनतातो पानीमा बेकिङ सोडा र हल्का डिस सोपको पेस्ट बनाउनुहोस्। 2. तावामा बिस्तारै रगड्नुहोस्। 3. सफा गर्न नरम स्पन्ज प्रयोग गर्नुहोस्। 4. मनतातो पानीले पखाल्नुहोस्। 5. माइक्रोफाइबर वा मलमलको कपडाले थपथपाएर सुकाउनुहोस्।